त्यो सीसीटीभी क्यामेरा नेपाली नागरिकको अगाडि के सार्वजनिक गर्नुहुन्छ? डेट मिति दिन म तयार छु। जुन दिन म निर्मल निवासमा लाइभ गरेको छु नि, निर्मल निवासको बाहिर गेटमा, त्यो दिन प्रधानमन्त्री कार्यालयमा कुन चाहिँ दूतावासको गाडी ओहोर दोहोर गरिरहेको थियो र त्यो दूतावासको गाडीमा को बसिरहेका थिए? यहाँ हाम्रो देशलाई प्रयोगशाला बनाइदिँदैछ, रणभूमि बन्दैछ हाम्रो देश। जति तपाईहरु सामान्य बुझ्दै हुनुहुन्छ त्यो सामान्य त कुरा होइन, यो बडो गम्भीर विषय छन्। बोल्दाखेरि फेरि सोच्न थाले। किन सोच्न थाले भने बोलौं किन बोलौं? म तपाईहरुलाई भन्न चाहन्छु, जुन दिन 23 गते घटना भयो, शान्तिपूर्ण प्रदर्शनमा गोली चल्यो, ल ठीक छ मान्यो। 24 गते बानेश्वरको फुटेजहरु निकालियोस्, ब्ल्याक टी शर्टहरु कसको कोले लगाएको थियो र त्यो ब्ल्याक टी शर्टमा, कालो रङको टी शर्टमा के लेखिएको थियो, त्यो कुरा सार्वजनिक गर्ने आँट कसको छ? अब यो बोलिरहँदा त्यो ब्ल्याक टी शर्ट लगाउने वालाहरु मलाई टार्गेट गरिसक्यो। अब टार्गेटमा पडिसके, नो डाउट। दोस्रो कुरा तपाईहरुलाई भन्छु, सबै ठाउँमा आगजनी भयो हैन। प्रहरीको चौकीहरु प्राय हामी नेपालीहरु बुझ्छौं। ल मानौ कुनै जिल्लामा के भयो, विराटनगरमा के भयो, कुनै घटना भयो भने धेरैमा के हुन्थ्यो, विराटनगरको प्रहरी चौकीमा तोडफोड हुन्थ्यो, डुङ्गामुढा हुन्थ्यो, आन्दोलनहरुमा त्यही त हुन्थ्यो। तर 24 गते कहाँबाट सबभन्दा शक्तिशाली कहाँ छ? देशको मेरुदण्ड सुरक्षा निकाय, त्यसलाई टार्गेट गरियो। सबैभन्दा इम्पोर्टेन्ट फ्याक्ट कहाँबाट भयो भने ल 23 गते प्रहरीले गोली चलायो, त्यो गोलीबाट मृत्यु भयो, जेन्जी भाइ बहिनीहरुले गोली खाए, ताकी गोली हानियो। त्यो गोली हान्नेहरु को छन्? प्रहरी हुन सक्छन् कि अन्य मान्छेहरु हुन सक्छन्। त्यो कसरी त्यो घटनाहरु भयो, यसमा अहिले सर्वप्रथम यिनीहरुको छानबिन होस्, जति सक्दो हुन्छ। किनभने हामीले जानकारी के पाइरहेका छौं भने प्रमाणहरु नष्ट हुँदैछ। आज म यसरी बोले नि, अब त्यो कालो टी शर्टको अघि जुन मैले भनेको थिएँ, कालो टी शर्ट लगाउने मान्छेहरुको टी शर्ट पछाडी के लेखिएको थियो र त्यसको फुल फर्म के हो? अब यति भन्दा त सायद नेपाल प्रहरीले र अहिलेको सरकारले बुझिसके होला म के भन्न खोजिरहेको छु। कि त्यो पनि म खुलेरै भन्नु पर्यो? यदि मलाई मार्नै खोज्नु भएको छ भने मर्न म तयार छु। तर त्यो कालो टी शर्टमा 3 शब्दको जुन कोड लेखिएको थियो, त्यो कोडको फुल फर्म के हो? जसरी एचटीपी, हाम्रो कम्पनीको नाम हो एचटीपी, हिमाल तराई पहाड है। हाम्रो कतिपयलाई थाहा हुँदैन एचटीपी को फुल फर्म के हो। एचटीपी को फुल फर्म हिमाल तराई पहाड हो। त्यहाँनिर त्यो कालो टी शर्टमा 3 वटा अक्षर लेखिएको छ। त्यो टी शर्ट कोले लगाएका थिए, तिनीहरू कहाँबाट परिचालित थिए र उनीहरूको भूमिका के थियो 24 गते। यो कुराहरू 23 गते र 24 गतेको फुटेजहरू विभिन्न ठाउँबाट निकालियोस्। सही के हो, सत्य के हो, सबैको अगाडि आइहाल्छ। देश अहिले संकटमा छ, अन्तर्राष्ट्रिय शक्तिहरू पुरै सक्रिय छन्। रातारात बालुवाटारमा ढोका खोलिन्छ एम्बेसीको गाडीको नाममा। त्यो गाडीहरू रातिको 12 बजे प्रधानमन्त्री कार्यालयमा के गर्न जान्छ? यो प्रश्न सोध्ने कि नसोध्ने? केही इमर्जेन्सी नै थियो भने त्यो जनताको अगाडि, यो देशको अगाडि राख्नु पर्यो। के चाहिँ इमर्जेन्सी थियो? आज तपाई हेर्नुस् कस्तो भइरहेको छ यो देशमा। केही नाम चलेका, अहिलेको अवस्थामा नाम चलेका विभिन्न आइएनजिओ एनजिओहरूले यो सरकारलाई चलाइरहेको अवस्था छ। नेपाली भन्दा पनि विदेशी संस्थाहरूले चलाइरहेको छ। यहाँ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा पानी बाँड्नेहरू अहिले मन्त्री बाँडिरहेका छन् र यी सबै कुराको प्रमाण छ हामीसँग। यदि मैले त्यो प्रमाण अहिले राखदिए भने म मात्रै असुरक्षित हुँदिन, मान्छे पनि असुरक्षित हुन्छ। हाम्रो पत्रकारिताको एउटा धर्म छ, सूचना दिनेलाई सेक्युर गर्नुपर्छ, सुरक्षित राख्नुपर्छ। तर यति बोलिरहँदै म त टार्गेटमा परे, म टार्गेटमा परिसके। ढुक्क हुनुस्। अब मेरो सुरक्षाको ग्यारेन्टी रहेन, यति चाहिँ ग्यारेन्टी नै भयो। आज मलाई लाग्यो बोल्नुपर्छ। आज यदि बोलिन भने यो देश अफगानिस्तान हुनबाट कसैले रोक्न सक्दैन। तपाईहरु अलिकति गम्भीर हुनु होला। म भन्न चाहन्छु, यहाँ 2-3 खालका जेन्जी देखे मैले जेन्जी पुस्तामा। एउटा जेन्जी जो साँच्चै नै देशलाई माया गरेर, राष्ट्रलाई